गर्नेलाई गर्यो भन्नुपर्ने भयो, नगर्नेलाई गरेन भन्नुपर्ने हुन्छ। जस्तै अब यही ठाउँमा भएको एयरपोर्ट त फेरि छैन नि त, के पनि प्लेन आउँदैन, केही आउँदैन। अब है त्यही हो, गाह्रो पनि छ। फेरि बन्द भएको होम्बे एयरपोर्ट पूर्ण सञ्चालनमा ल्याउनु छ। मोरङ जिल्लाको कतिपय स्थलमा पक्की पुल समेत छैन। ती पुलहरूलाई पुनर्निर्माण गर्न आवश्यक छ। तर यहाँ चाहिँ मलाई चित्त नबुझेको कारण चाहिँ के हो भने यो एउटा पुल हो कि अब मर्स्याङ्दी खोला छ तल होइन, एकदमै ठुलो मर्स्याङ्दी खोला। अनि गएर पुल चाहिँ हेर्नु है साथीहरू, काठको पुल छ कि ल, मान्छेको ज्यान धारामा राखेर हिँड्नुपर्ने छ यहाँ होइन। सानो मिस्टेक भयो कि Watch till end a video by Jairam Thapa. मनाङ जिल्ला यस्तो अब संसारले चिनिने नेपालको दुर्गम क्षेत्र मनाङ एकदम राम्रो स्वर्गको टुक्रा भनेर त्यो ठाउँमा यस्तो पुल भइदिनु भएन नि। मलाई चाहिँ एकदम चित्त बुझ्दैन है। जिल्लाको हरेक क्षेत्रमा दक्ष र सिपयुक्त जनशक्ति भएको अस्पताल निर्माण गर्न आवश्यक छ। इमर्जेन्सी अब बिरामी जस्तै यस्तोहरू भयो भने चाहिँ हामीलाई अलिक गाह्रो छ, किनभने यहाँदेखि काठमाडौँसम्मको यात्रा अब एकदमै कठिनाइ जोखिमपूर्ण पनि छ होइन। हस् त, धन्यवाद। तपाईँहरूको विचार के छ कमेन्टमा जानकारी गराउन नभुल्नुहोला। हस् त।